किसानको छोरा हुँ। घाँस काटेको दिन बिर्सेको छैन, न त माटोको गन्ध र मेहनतको मूल्य नै। खेतबारीमा पसिना बगाएर जीवन चलाउने किसानको सङ्घर्ष मेरो जीवनको पहिलो पाठशाला हो। बिहानको चिसो, दिउँसोको घाम र साँझको थकानबीच परिवारका लागि निरन्तर मेहनत गर्ने किसानको जीवनले मलाई श्रम, अनुशासन र आत्मसम्मानको अर्थ सिकाएको छ। आज जहाँ पुगे पनि मेरो जरा गाउँको माटोमै गाडिएको छ। किसानको पसिना केवल पानी होइन, त्यो राष्ट्रको अन्न, आत्मनिर्भरता र भविष्यको आधार हो। त्यसैले श्रम गर्न कहिले लाज मान्नु हुँदैन, बरु त्यसलाई गर्वका साथ स्वीकार गर्छु। किसानको छोरा हुनु मेरो कमजोरी होइन, यो मेरो पहिचान हो, मेरो गौरव हो, मेरो संस्कार हो। म विश्वास गर्छु कि मेहनत गर्ने हात कहिले सानो हुँदैन र माटोसँग जोडिएको मानिस जीवनका हरेक कठिनाइसँग लड्न सक्षम हुन्छ। किसानप्रतिको सम्मान नै मेरो चरित्र, मेरो मूल्य र मेरो वास्तविक परिचय हो।